साथीहरू गुड मर्निङ, कस्तो हुनुहुन्छ तपाईँहरू? हामी त खाना खाएर दाजुभाइ आज घुम्न निस्केको। अनि यति बेला म चाहिँ यहाँ पृथ्वी जयन्तीको लागि के छ कस्तो छ भनेर निस्केको छौँ। अनि लगभग हामी सिंहदरबार पनि पुग्न लागिसकेँ। क्यामेरा उता गर्ने के खेर सिंहदरबार अगाडि पनि यहाँ बाजाहरू बजाइरहेछन्। आज पृथ्वी जयन्ती भएर मानव लगाउने कार्यक्रम भइरहेको छ। संविधानमा टेकेर यो संविधानमा मानेर हिजो युवा 76 जनाले तपाईको चाहिँ बलिदान गर्यो। त्यो बलिदानले आवश्यकता पाउनुहुन्छ। भित्तामा फोटो टाँसेर तपाईको चाहिँ त्यो बिचारा युवा बालबालिकाहरूले तिनीहरूको आत्माले न्याय पाउँछ। तपाईहरू गएर सोधिदिनुहोस्, 500 जना भन्दा बढी तपाईको दीर्घकालीन उनीहरू लङ टर्म तपाईँ घाइते छन्, अझै बेडमा छन्। हो 76 जना भन्दा बढी मरेको छन्। तिनीहरूको मरि त बिचारा शहीद भएर गए। तिनीहरूका परिवारलाई सोधिदिनुहोस् ल, तपाईँहरू यतिमा तपाईँको चाहिँ चुनाव गर्न चाहनुहुन्छ कि तपाईँको चाहिँ शहीदका तपाईँहरूको बालबच्चा आफन्त शहीदहरूले के माग गरेछ? उनीहरूले मागेको चाहिँ माग पुरा गर्नुपर्छ भनेर यो सरकारले सोध्नु होइन, पर्दैन भन्ने हामी हो। प्रचण्ड पत्ता अब पुरै नगर्नुहोस्, त्यो खोलाले बगाइसक्यो। जसरी हतियार पहिला बगाएको थियो त्यसरी बगाइसक्यो। उनले हिजो भने नि समाचारमा आएको कुरो झुटोकै सत्य हो। मलाई जबरजस्ती तपाईँको चाहिँ लादेर मैले चाहिँ एमसिसी पास गर्न बाध्य भएँ भने हो नि। किन आयो एमसिसी? बुझ्नु पर्दैन। अब हामीले लाटो छौँ। एउटा परियोजनालाई तपाईँ नेपाल संसदबाट तपाईँ पास गर्नुपर्छ। कुन कुरो हो? हामी कुन राजनीतिमा गइरहेछौँ? देश के हो? धर्म के हो? वीरगन्जमा हेर्नुहोस्, हिजो हिन्दू बगाउ तपाईँको चाहिँ के अरे देश बचाउने 96% भन्दा बढी ओमकार परिवार बसेको देश यो। कहाँबाट चलेछ? के हो त चाहिँ तपाईँको चाहिँ के अरे के धर्मनिरपेक्षता? यो देशमा गणतन्त्र मुस्लिम आयो, त्यो खोइ बुद्धिस्ट आयो, खोइ हिन्दू आयो, खोइ किराँत आयो। अनि तपाईँको हो होइन, यस्तो हो सर, बोल्दा हुने हो। जब नेपालीको चाहिँ तपाईँको बुद्धिको बिर्को खुल्छ नि, अनि एक्सनमा आउँछन् कि अहिले युवाहरूले बुझिरहेछन्। बुझ्न तपाईँको यो यिनीहरू यति पढायो 18 वर्षमा तपाईँको हो। मैले तपाईँलाई तपाईँको एउटा अलि 7-8 वर्षको काण्ड भनिदिन्छु क्या। एउटा तपाईँको बुढाबुढा चाहिँ तपाईँको बुवा हुनुहुन्थ्यो, सायद पुरोतिरको, उहाँले आफैले कोट दौरा र कोट लाउनु भएको त। यो त दौरा र कोट छेत्री बाहुनको भनेर मैले युट्युबमा हेरेको थिएँ कि यो त हाम्रो होइन क्षेत्रमा। यसरी तपाईँको वास गरेछ क्या माइन। अझै पनि हेर्नुहोस् न, पूर्व राजाले जुन सन्देश दिनुभयो, हजुर त्यो सन्देशलाई कसरी दिनुभएको छ? होइन, सन्देश सरकारले चलाउनु म एउटा के अरे अभिभावकको रूपमा म बस्न तयार छु भन्नुभएको छ। होइन, यो पहिला राजाले पहिला पनि भनिबक्सेको कुरा हो। हिजो भन्नुभयो, उहाँलाई हामीलाई भन्दा पनि बढी उहाँलाई चिन्ता छ कि किन भन्दा नि
उहाँको पुर्खाको चाहिँ अगुवाईमा के त्यस बेला तपाईँको जनताले पनि नागरिकले सेनाले साथ नदिए भने साथ सम्भव थिएन। त्यो बेला तपाईँको चाहिँ होइन एउटा 18 वर्षीय युवकले तपाईँको चाहिँ विदेशी साम्राज्यबाट खडा गरेर गइरहेको अवस्थामा आफू अग्रसर भएर आफू युद्ध मैदानमा गएर विशाल नेपालको त एकीकरण गरे हो नि होइन। त्यो राज संस्थाले हो क्या। त्यही कारण उहाँलाई तपाईँको चाहिँ के अरे तपाईँको बढी चिन्ता हामीलाई भन्दा हुनु स्वाभाविक हो। हामी के चाहन्छौँ भने हामी हिजो हाम्रो तपाईँको गुमेको तपाईँको जुन तपाईँको विरासतहरू छ नि, राष्ट्रियता कमजोर भएको अवस्था छ होइन, रक्षा नीति कमजोर छ, परराष्ट्र नीतिहरू कहाँ भयो यिनीहरू बोलेर खायो, त्यो फर्काउनु छ क्या हामीलाई। तिम्रै पौरखको कमाई त्यसैयो नेपाल बनाइदियो। माली हौ तिमीरै टिका जननीका जनजातिका फुलका उनौ माल सजाई हारहरू नेपालीका भेषका। तिम्रो कीर्ति ठुलो थियो तिमी ठुला दुर्दर्शी राजा अनि तिम्रै हाँक महाबनोट जस्तो ठुलो विशाल नेपाल पनि। देशमा कष्टले शासन गरे वीर पूर्वजका गाथा आज ओझेलमा परे। वीर पूर्वजका गाथा आज ओझेलमा परे। फिरङ्गीहरू भित्र्याई देश दोहन गर्न थालियो। फिरङ्गीहरू भित्र्याई देश दोहन गर्न थालियो। गोर्खाली वीरका इज्जत विदेशतिर फालियो। गोर्खाली वीरका इज्जत पर होसियार लुसीमारो यो देशका लुसीमारहरूलाई। जनतामा भ्रम छर्दैछन् राष्ट्रघाती लुसीफर। कोलाहल बनाएका छन् नेपाली जनका घर। कोलाहल बनाएका छन् नेपाली जनका घर। नेपाली अनुहारकाई विदेशीका एजेन्टले दिएनन् शान्तिले बाँच्न दुःख पायौँ नेपालीले। बेवारिसे बनाएर देशका स्रोत साधन एजेन्टहरू लागेका छन् सिङ्गो राष्ट्र बचाउन। एजेन्टहरू लागेका छन् सिङ्गो राष्ट्र बचाउन। नेपाली दिवस पवित्र चाड छ, हाम्रो उत्सवको दिन छ। यहाँ केही समय पहिले केही वर्ष पहिले हामी यहाँ चाहिँ 2 जना पनि उभिन दिँदैन थियो, पुलिसले लखेड्थ्यो हामीलाई। अहिले हामी चाहिँ व्यस्तमा हाम्रो चाहिँ जागरुकताका कारण हामीले यो अवस्थामा आइपुगेका छौँ। आज हामी यो गणतन्त्रवादी सरकार छ, धर्मनिरपेक्षवादी सरकार छ, त्यसलाई चाहिँ अन्त गर्नको लागि हामी सबै वैदिक सनातन धर्मावलम्बीहरू एक हौँ। नेपालमा राम राज्यको घोषणा गर्छौँ, शान्ति क्षेत्रको घोषणा गर्छौँ, नेपालको घोषणा गर्छौँ, आफ्नै संसदको घोषणा गर्छौँ। भन्ने नारा सहित लड्नु पर्यो भने लड्ने हो। यो गणतन्त्रवादीहरूसँग लड्न पर्यो भने लड्ने हो। पृथ्वीनारायण शाहको देन हो र यो कुरालाई हामीले भुलेर विदेशी लेनिन स्टालिन र गान्धीलाई पुस्दै हिँड्नेलाई नेता मानेर हिँडेकै कारण आज हाम्रो देश यो सङ्कटमा पुगेको छ। हामीलाई चाहिने मार्ग निर्देशन मर्ने बेलामा समेत यो देशको चिन्ता गर्दै पृथ्वीनारायण शाहले दिव्य उपदेश दिएर जानु भएको छ। आफ्नो आँखा खोल्नुहोस्, यसको अगाडि हिँड्नुहोस्। अब पनि नहिँड्ने भने हिजो महाराज धिराज सरकारले
भनेको जस्तै हिजो देश विकास नभएको चिन्ता थियो, तर अब देश नरहने सङ्कट पुगिसकेको छ। त्यही भएर हामी नेपाली एक हुनु जरुरी छ। न हामी जेएनजी हो, न हामी एमाले हो, न हामी काङ्ग्रेस हो, न हामी कसैको रैती हो, न हामी कसैको कैदी हो। हामी सबै नेपाली हो र यो भावना जगाउनु पर्छ। आफूभित्र भएको नेपालीलाई जगाउनुस्। कुनै पनि पार्टीको दाम्लोले बाँधेर राखेको तपाईँ उहाँहरूको उसलाई भोट गर्नुहुन्छ। हिजो केपी ओली को सरकारले जुन निर्णयले को कारणले गर्दा त्यति धेरैजना 76 जना युवाले ज्यान गुमाए, तर केपी ओलीलाई नै निर्वाचित गरेर पठाए एमालेका कार्यकर्ताहरूले भनेपछि तपाईहरू केपी शर्मा ओलीको हली नै। ओके, हामी एकछिन त्यहाँको चलपल हेरेर फर्किसक्यौँ। अब हामी जाँदैछौँ घरतिर। दाइले भन्दै हुनुहुन्छ एउटा कफी खाउँ भनेर। ठिक छ, कफी एउटा खाइदिउँ। अनि दाइ तपाईँ अब कहिले लाग्नुहुन्छ त गाउँतिर? घाम गएपछि त्यो मघियामा पुगाउँ कि भनेको त्यो मेला त्यो थारूको कल्चरमा आउनु भिजिटेबल सबै खुसी हुन्छ है। कहिले हो र त्यो? त्यही त अब यो 1 गतेलाई माघ माघे गते भनेपछि आइसक्यो त। हो त नि, अब 3 दिनमा हिँडिहाल्नु पर्छ। भर्खरै बाटोमा एउटा जाजरकोटको भाइले नागरिकता खसालेर हिँडेको थियो। अनि हामीले पनि त्यही डकुमेन्ट हराउँदाखेरिको कति दुःख हुँदो रहेछ। अब हामीलाई त आफ्नो गाउँ जान त 6 घन्टाको बाटो त यति दुःख छ। त्यो भाइ जाजरकोट भनेको कहिले पुग्ने हो, कति पैसा सकिने हो थाहा छैन। विदेशको चाहिँ पैसा बुझाइसकेछ जानलाई। त्यही गफ गर्दै हामी लगभग कुण्डोलाई पुग्न लाग्यौँ। खोला चौडाइ त्यत्रो पर्व गरेर गाएर फुटबल ग्राउन्ड बनाइदियो। ठिकै हो त्यो त। कहाँ काटेर त्यसलाई चाहिँ खोला जस्तो त्यही बनाउनु पर्छ नि। त्यो त हो, त्यो मतलब सार्वजनिक काममा युज भएछ। अनि त माटो पुरेर जम्मै त्यहाँ ढुङ्गा बिछाएको थियो। ओके, घर पनि आइपुग्यो। 5 बज्न लाग्यो। अनि सूर्य भाइ 6 बजे पुग्छु भन्दै हुनुहुन्थ्यो। सूर्य भाइ तपाईँ पुग्नुभयो कि पुग्नु भएन, मेसेज गर्नु होला। यति भन्दै यो भिडियो आजको लागि ओके, बाई बाई।